ताप्लेजुङको मया खोला 6 को फाकुम्बाको अवस्था हेरौँ है साथी हो यता यत्रो ठुलो ठुलो असिना आएको थियो नि यहाँ अझै पनि हेरौँ त्यहाँनिर नबिलिकन यत्तिकै थुप्रिरहेछ यत्रो यत्रो यता पनि छ यत्रो ठुलो ठुलो आएको थियो कि आलु जत्रो जत्रो असिना आएको थियो कहाँ के भन्नु अब म हावा पनि यस्तो चलिरहेछ हेर्नु न हेरौँ यस्तो रड्डी हावा चलिरहेछ कि पानी पनि यस्तो ठुलो आउँदैछ रुखहरू हेरौँ न तल लच्केको रुखहरू पुरै यता र उता लच्किरहेछ भाँचेला जस्तै गरेर हेरौँ है साथी हो मया खोला छ फाकुम्बाको अवस्था यस्तो नमजाको असिना आएको छ नि कम्ती ठुल्ठुलो आएको छैन क्या असिना पनि फेरि सित्तै बनाएर यता यो आँगनहरू अघि सित्तै बनाइरहेको थियो अहिले पुरै बिलेको छ नत्र यहाँनिर सित्तै थियो क्या यता घर पछाडि अझै बिलेको छैन होला रुक्नु म हेरेर तपाईँलाई छ रहेछ भने म त्यहाँनिर गएर देखाउँछु तपाईँलाई यो त साथी हो यता घर पछाडि पनि सेतै छ यहाँनिर अझै छ होइन टन्नै यता पनि छ सेतै छ यता आलुहरू पनि पुरै कुट्यो नमजा तरिकाले हेर्नै कम्ती चिसो हावा आइरहेको छ नि असिना चाहिँ अलिक बिलिसकेको छ अहिले चाहिँ अघि कम्ती ठुल्ठुलो थिएन यहाँनिर हेर्न सक्नुहुन्छ असिना यहाँनिर पनि छ पुरै सित्तै छ यहाँ हेर्नु त साथी हो यता यहाँ माथि कसको गोरुहरू पनि आइरहेको रहेछ यहाँ माथि ल हेर्नु साथी हो असिना यत्रो ठुल्ठुलो आइरहेछ नि असिना हेरौँ जिउमा लाग्दाखेरि कम्ती रड्डी दुख्दैन रहेछ यसले हेर्नु त ल असिना पानी परेको हो कि असिना परेको कि थाहा छैन हेर्नु यतै यत्रो डल्लो डल्लो आइरहेछ हेरौँ यता पुरै असिनाले भरिरहेछ यतै हेर्नु पानी परेको हो कि असिना परेको हो के भन्न सकिँदैन यत्रो डल्ला कानमा भेट्दा झन् हुरुक्कै बनाउँदो रहेछ यसले यत्रोले हेर सेतै छ सेतै यतै सेतै छ यता आलुहरू पनि सबै कुट्यो वस्तुहरू पनि सबै कुट्यो गोरु जोत्दै यता यो गोरु पनि फुकालेर यहाँ बाँधिरहेछ सेतै बनाएको छ सेतै अझै नि आकाश गराउँदैछ म चाहिँ छाता बोकेर भिडियो बनाउँदैछु साथी हो यता पानी अझै नि पर्दैछ तपाईँहरूकोतिर यस्तो भयो कि भएन भन्नु है त ल हेरौँ असिना यत्रो छ कानमा भेट्दा चाहिँ हुरुक्कै बनाउँदो रहेछ क्या कानमा भेट्दा नि कानमा अरूमा भन्दा नि हेरौँ तपाईँहरूकोतिर चाहिँ यस्तो भयो कि भएन कस्तो छ के छ मौसम कस्तो छ भन्नु है त ल